ल यो चाहिँ कैलालीको घोडागुडी लेक अनि यो तालहरु छ है एकदम सुन्दर। अनि यो चाहिँ लोटस फुलहरु चाहिँ रहेको छ, ग्रिनरी छ अनि टेम्पल्सहरु पनि छ। धेरै राम्रो ठाउँ छ। अनि यति तपाई सुदूरपश्चिम आयो भने कैलाली जिल्ला चाहिँ घुम्न आउँदा हुन्छ। एकदम राम्रो ठाउँ हैन। हेर्नुस् न, उता मन्दिर रहेको छ, यता ताल रहेको छ हैन। यो तालमा लोटस टेम्पलहरु चाहिँ प्रशस्तै रहेको छ। यो चाहिँ कैलालीको घोडागुडी लेक अनि यो तालहरु छ है एकदम सुन्दर। अनि यो चाहिँ लोटस फुलहरु चाहिँ रहेको छ, ग्रिनरी छ अनि टेम्पल्सहरु पनि छ। धेरै राम्रो ठाउँ छ। अनि यति तपाई सुदूरपश्चिम आयो भने कैलाली जिल्ला चाहिँ घुम्न आउँदा हुन्छ।
राम्रो ठाउँ होइन। हेर्नुहोस् न, उता मन्दिर रहेको छ, यता ताल रहेको छ होइन। यो तालमा लोटस टेम्पलहरू चाहिँ प्रशस्तै रहेको छ। यो चाहिँ कैलालीको घोडागुडी लेक अनि यो तालहरू छ है, एकदम सुन्दर। अनि यो चाहिँ लोटस फुलहरू चाहिँ रहेको छ, ग्रिनरी छ अनि टेम्पल्सहरू पनि छ। धेरै राम्रो ठाउँ छ। अनि यति तपाईँ सुदूरपश्चिम आयो भने कैलाली जिल्ला चाहिँ घुम्न आउँदा हुन्छ। एकदम राम्रो ठाउँ होइन। हेर्नुहोस् न, उता मन्दिर रहेको छ, यता ताल रहेको छ होइन। यो तालमा लोटस टेम्पलहरू चाहिँ प्रशस्तै रहेको छ। लक्ष्मी 2 वर्ष म्याथमेटिक्स पढाए +2 को दरबन्दीको पछि दिक्क लाग्यो। अस्ति पनि सैनिकमा नाम निकालेको थिएँ, त्योभन्दा पनि अब यहाँ क्याम्पसतिर 9-10 को निकाले त भोलि भविष्यमा